हामी ऐतिहासिक स्थल राइनसकोट छौँ। त्यो लमजुङ जिल्लाको पूर्वी किल्ला हो। यतापट्टि तल चेपे नदी लमजुङ र गोर्खाको सिमानामा छ। त्यसको पारिपट्टि लिगलीकोट। नेपाल एकीकरणको स्टार्टिङ पोइन्ट नै यही हो, जहाँबाट गुरु गोरखनाथको आशीर्वाद पाएपछि द्रव्यशाही यहीँबाट लिगलीकोटको दौडमा सहभागी भएर लिगलीकोटमा दौडेर राजा भएका थिए। त्यो लिगलीकोट त्यही हो। अनि त्यहीँबाट पछि उनले त्यो श्रीनाथकोटमा अर्कै राज्य मगर राज्य थियो, त्यो राज्य कब्जा गरे। अनि त्यसपछि गोर्खा अर्को राज्य थियो, त्यो राज्य नि कब्जा गरेर अनि त्यो ओभरअल त्यो गोर्खा राज्य स्थापना गरेर गोर्खालाई चाहिँ राजधानी बनाएर सुरु भएको नेपाल एकीकरणको एउटा यो स्थल हो यो राइनसकोट। यो अहिले हामी राइनसकोटमा छौँ। यहाँबाट चाहिँ तपाईँको सूर्योदय एकदमै राम्रो देखिन्छ। र यहाँबाट तपाईँको बुद्ध हिमाल, गणेश हिमाल, अनि मनासुलु हिमाल, अनि यो हिमालचुली, अनि लमजुङ हिमाल, पिक 29, अनि अन्नपूर्ण, माछापुच्छ्रे र धौलागिरीसम्मको रसुवा जिल्लादेखि तपाईँको धौलागिरीसम्मका सबै हिमशृङ्खलाहरू एउटै ठाउँमा बसेर सबैलाई हामी हेर्न सक्छौँ। सर, हामी यहाँ एउटा के बनाउँदैछौँ यो कुरा टिप्सको अन्तिममा जस्ट यो अनि यहाँनिर यहीँसँग हाम्रो सर्वोदय सेवाश्रमको एउटा 5 रोपनी जग्गा यहीँको चाहिँ समुदायले दान दिएको आफ्नै लाल पूर्जा नम्बरी जग्गा छ। हामीले यसमा भविष्यमा एउटा दरबारको परिकल्पना गरेका छौँ। त्यो पौराणिक दरबारको परिकल्पना गरेका छौँ र त्यो दरबार बन्छ र त्यहाँ त्यति बेलाकै संरचना जे जस्तो थियो त्यहाँ हेरालुदेखि लिएर सबै व्यवस्थापन त्यो हुन्छ र कोठाहरू सबै डिलक्स र त्यसमा भित्र चाहिँ आधुनिक सुविधा पनि जोडिन्छ, तर बाहिर लुक्स चाहिँ पुरानो मोडलको हुन्छ र त्यहाँ चाहिँ राज सिंहासन सहितको अनि पोसाक राजकीय पोसाक सहितको हुन्छ र आगन्तुक मान्छेहरूले एक रात राजकीय पोसाक लगाएर त्यहाँ रात बिताउन पाउने गरी त्यसलाई व्यवस्थापन गरिन्छ र उनीहरूलाई रोयल फुड एकदम शाही खाना यहाँको अर्ग्यानिक खाना यहाँको समुदाय होमस्टेले चाहिँ प्रदान गर्छ र जिन्दगीमा एकपल्ट राजसी खानपानका साथ राजसी बसाइका साथ एउटा बस्ने एउटा पर्यटकीय आनन्द लिने स्थलको रूपमा हामी यसलाई डेभलप गर्छौँ। कपाल आउँदा राजा रानीको रूपमा, कपाल र छोराछोरी आउँदाखेरि राजकुमार परिवारको रूपमा त्यसरी बस्ने गरी हामीले एउटा दरबारको परिकल्पना गरेका छौँ। त्यो 5 रोपनीभित्र त्यो दरबार फटाङ्गिने त्यस्तो चाहिँ बन्ने योजना छ।